आज शुभ बिहानी सबैलाई। आज शनिबारको दिन ह्याप्पी सटरडे बनाउनको लागि घरकै बोका काट्न लागिरहेछौँ। अब एकछिनमा यो बोकाको कटिङ हुन्छ, के कस्तो हुन्छ तपाईहरुलाई भिडियोमा देखाउने प्रयास गर्नेछु। हाम्रो चाहिँ सञ्जय भाइले छोपिरहेछ बोका। अब एकछिनमा मार हान्ने मान्छे पनि सञ्जय भाइ नै हो है। ल अब एकछिन पछि देखाउँला। बिनु अङ्कलले पनि अब समातिरहेछ। पहिला मार हान्थ्यो, तर अहिले रक्सी खाएर आफै मार हानेर चोट ला। पानी तताएर टक्क अब यसको भुत्लाउने कार्यक्रम भइरहेछ। अनि यसपछि यसलाई टक्क फेरि भुरभुरे लगाएर छ्याक्क पारिन्छ। अनि बेसार सेसार के दलिन्छ सब देखाउने छु अहिले। टक्क अब भुरभुरे लाउने कार्यक्रम हुँदैछ यहाँ। अनि यहाँ हाम्रो बिनु सरले फेरि यहाँ टक्क टाउको बनाइरहेछ। बिनु सर टक्क बिनु अङ्कलले यहाँ टक्क कति केजी होला, कति केजी बिनु? कस्तो अनुभव भइरहेछ आज बोकाको? के खानी होस् है? सब भिडिरहेछन्, यताखेरि गफ लगाइरहेछन्। ओहो राजखानी अब यसलाई पोलेर खानी हो गाइज, राजखानी। अब यो राजखानी हाम्रो यो पुजन भाइले बनाउँछ। पुजन भाइ यसलाई तैँले पोल्छस् होइन? पोल्दैनस् राजखानी, पोल्दैनस् किन? केटाले टक्क अब यसलाई रातो बनाइसके, बोका झिलिक्क भइसक्यो। अब यहाँ कार्यक्रम भ्याइयो। यो कति केजी होला यो टाउको? अलि राम्रोसँग देखा त, खतरा छ नि। ओ बबाल ए यहाँ चाहिँ बुढी निकाल्ने कार्यक्रम हुँदैछ। बुढी निकाल्ने कार्यक्रम बोकाको के खानी गरे तिमीले? के खानी रे? भुत्त खान्छ हौ। ला तिम्रो त सिगाना छ हेर त। लेग पिस निकाल्ने कार्यक्रम भइरहेछ। लेग पिस के दिउँ उपहार? केही छैन तिमीलाई दिन। मुटु मेरो दिन सक्दैन मुटु तिमीलाई, बोकाको मुटु। मासु काटेर भ्याइयो। अब यसलाई भाग हाल्ने हो। यहाँ भाग हाल्ने कार्यक्रम हुँदैछ। ढाका टोपी लगाएर टक्क भाग हालिदिइराख्नु पर्छ। यताखेरि चिच्चो टोपी लगाएर ल अब उता भुटुवा पाक्दैछ, यता हाम्रो बुढापाकाहरूको गफ चल्दैछ। कहीँ हाम्रो सञ्जय भाइले गरिरहेछ आज झोला सोला चस्मा लाएर। ओहो हो कस्तो भइरहेछ ल है? बफिँदैछ है ल है। टक्क यहाँ भुटुवा पाकिसक्यो। अब मुखभित्र जान्छ। अब भाग हालेर नि भुटुवा खाने कार्यक्रम भइरहेछ। यता टक्लेले खान्न अरे, यता टक्का हाम्रो अङ्कल टक्क। ल ह्याप्पी इन्डिङ।